गाइस म चाहिँ रनिङ गरिसकेको छु। यो चाहिँ नयाँ हेयर कट हो मेरो। कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला हैन। अब मैले पुसअप नगरेको धेरै भएछ र पुरा हातहरू पुलअप हिजो मैले ट्राई गर्दाखेरि 3 खेप मात्रै सकेँ हैन गाइस। मलाई चाहिँ मेडिकलको टेन्सन हुन थाल्यो अरू थोक भन्दा नि। त्यसले आजबाट म पुसअप पनि थाल्दैछु। लेट्स सी कति गर्न सक्दो रहेछु। I'll show you. कति पुसअप गर्नु 3 4 5 6 7 आज चाहिँ धेरै दिनपछि ब्लग हालेँ हैन। रनिङ गरेको यार 1600 मिटर मैले 7 मिनट झन्डै 8 मिनट लगाएर गरेँ यार। बहुत चित्त दुखिरहेछ। रनिङ रेगुलरली गर्दैछु। घाँटी फाट्न आँटे जस्तो भइरहेछ गाइस। के भयो गाइस। आजकल जिन्दगी सम्झिँदै बहुत सोच्दै धेरै गाह्रो परेको छैन। के गरौँ कसो गरौँ जिन्दगीको मोड। यति कदमले ग्रेटनेस, यति कदम गल्तीले त एभरेज हुन्छ। आई रियली डोन्ट नो गाइस। जिन्दगीदेखि सानैदेखिबाट एउटा ग्रेट केही अचिभमेन्ट आउँछु भनेर जिन्दगीमा सोचेर अघि बढेको मान्छे हो म। तर आजको दिन आएर एभरेज नै हुनु पर्ला जस्तो पनि सिचुएसन लाग्छ हैन। थाहा छैन भोलिको दिनले के बोक्छ। सानैदेखि सबैको जिन्दगीमा आफूलाई हिरो नै लाग्छ। तर अब डेस्टिनीले डिसाइड गर्छ हैन। मेहनत गरेर पनि जहिले हुँदो रहेन रहेछ। मेहनत जति नै गरे पनि भाग्यमा सफलता लेखेको छैन भने त्यो मेहनत काम लाग्दो रहेन रहेछ भन्ने धेरै बुझ्यो हैन। टाइम लाइफ आउँदै गर्दाखेरि लाइक यस्तो कुराहरू अलिक सिरियस कुरा गर्दाखेरि हाँस पनि उठ्छ आफूदेखि। कहिलेबाट यस्तो सिरियस भइस भने जस्तो लाग्छ हैन। तर त्यो फ्याक्ट रियालिटी हो। एकान्तमा एक्लोपनमा सबैलाई पनि अरूको अगाडि मात्रै आफूलाई क्रिन्ज सोचेर चाहिँ भन्न सकिँदो रहेन रहेछ यस्ता कुराहरू हैन। एक्लोपनमा एक्लै भएको बेलामा यस्तो कुराहरू गर्न सकिँदो रहेछ र गरिँदो रहेछ। आज म युट्युब हल्का हैन साथीभाइले नि हेर्ने हुनुहुन्न त हैन। र भयो भने उनीहरूसँग भयो नि अब यस्तो कुराहरू सेयर गर्यो हैन। कसम गाइस यतिकै नर्मल कुद्दाखेरि म आरामले 6 मिनटमा 1.5 किलोमिटरहरू जस्तो आरामले 6 मिनट जस्तोमा त आरामले हान्दिन्थेँ। तर आजको दिनमा आएर जब मेडिकल रिक्वायरमेन्ट आयो र म यसको लागि जब ट्रेनिङ गर्दैछु तब यो चिज मदेखि झन् टाढा हुँदैछ कि गाइस। त्यही भएर चाहनु नि प्रब्लम रहेछ कि विदाउट केही मन नगर्नु जिन्दगीमा केही इन्ट्रेस्ट नलाग्नु राम्रै हुन्थ्यो होला यार। गाह्रो पऱ्यो गाइस। पिस आउट है राखेको मैले आज यति नै गफ दिन चाहन्छु। अब ब्लग पनि ब्लग यस्तै खालको ब्लग हुन थाल्यो हैन।